दिन दहाडै बालन शाहले गणतन्त्र दिवसमै दिए ठुलो झड्का, विरोधीहरूको मुखमै लाग्यो ताला। बालन शाह गणतन्त्र विरोधी हुन् भन्नेलाई बालन शाहले नै यति बेला कालो ड्रेसमा, कालै गाडीमा, कालै चस्मामा, कालै पहिरनमा गएर बुढी खेलमा पुगेर दिए ठुलो झड्का। र साथसाथमा छन् रवि लामिछाने। विरोधीहरूलाई याद आउँदो हो रवि लामिछानेले त्यो दिनमा भनेका थिए भ्रष्टाचारी घुसखोरीहरूलाई नाकको डाँडी भाँच्छु भनेर उफ्री हान्छु भनेका रवि लामिछाने यति बेला डिपी अर्याल, बालेन शाह र रवि लामिछाने एउटै मञ्चमा उभिएका छन् भने विरोधीहरूलाई लाग्यो ठुलो झड्का। एउटै मञ्चमा उभिएका तीन शीर्ष नेताहरूले यति बेला आफ्ना विरोधीहरूलाई, आफ्ना आलोचकहरूलाई कुनै झड्का दिइकन शानदार प्रस्तुति, शानदार तरङ्ग मचिएको अवस्था छ।